हजुरको पनि बेबीको बर्थडे आइरहेको छ भने यो भिडियो हेल्पफुल हुन सक्छ। हाई, मेरो नाम क्रिस्टिना, हजुरहरूलाई मेरो बेबीको बर्थडे एडिसन मिनी भ्लगमा स्वागत छ। अरू ठाउँमा त थाहा भएन, इफ जापानमा हुनुहुन्छ भने चाहिँ यो केक मिक्स पाउँछ बेबी स्टोरमा, निसिमाचियादेखि लिएको मैले चाहिँ होइन। जस्ट 1 to 2 मिनट्समा हजुरले यो केक बनाउन सक्नुहुन्छ अनि बच्चालाई मनपर्ने फ्रुट्स एड गर्न सक्नुहुन्छ। अनि यसमा इन्स्ट्रक्सन मजाले लेखिदिएको छ। मैले चाहिँ यसपालि बेबीको डेकोरेसन चाहिँ एकदम मिनिमल राखेँ। हामीले घरमा उसलाई केक म्यास गर्न दिने अनि केक कटिङ गर्ने मात्रै प्लान गरेको थियौँ। अनि यो चाहिँ मैले यसपालि यो कता लगाइदिएको, यो चाहिँ मैले निसिमाचियाबाटै नि लिएको हो। अनि नानीलाई हेर्नु कस्तो क्युट देखेको, उसलाई मैले यो केक म्यास गर्न दिएको। यो केक चाहिँ चामलको पिठोबाट बनेको हुँदो रहेछ, बच्चाको लागि एकदम पर्फेक्ट हुँदो रहेछ कि मैदा नभएपछि होइन। अनि धेरै गुलियो पनि नै होइन, एकदम राम्रो लाग्यो मलाई चाहिँ। नानीले पनि मिठो मानेर म्यास गर्दै खाइरहेकी थिइन् कि, अनि उसलाई स्ट्रबेरी एकदमै मनपर्छ। अनि फर्स्टमा स्ट्रबेरी छानी खाइरहेकी थिइन्। नानीको बर्थडे कसरी सेलिब्रेट गर्ने भने चाहिँ हामीले नानी जन्मिनुभन्दा अगाडि नै प्लान गरिसकेको थियौँ। हाम्रो प्लान चाहिँ नानीको बर्थडेमा एभ्री इयर नयाँ ठाउँ जाने, फ्यामिली टाइम स्पेन्ड गर्ने, नानीलाई फुल टाइम दिने अनि नानीसँग टन्नै मेमोरी कलेक्ट गर्ने हो। अन्टिल एन्ड अनलेस नानीले चाहिँ मम्मा पापा आई वान ह्याभ पार्टी नभन्नुन्जेलसम्म चाहिँ यसरी नै सेलिब्रेट गर्ने हाम्रो प्लान। यो यस्तो दामी केक चाहिँ हाम्रो अस्मिता दिजूले बनाइदिसेको आफ्नो भदैनीको लागि। अनि हामीले सानो घरमै केक कटिङ गऱ्यौँ, फोटोसुट गऱ्यौँ होइन। दिदीभाइ मिलेर केक म्यास गरेँ अनि यसरी नै हामीले सेलिब्रेट गऱ्यौँ। अनि यो केक चाहिँ हेर्नु न, यस्तो राम्रो केक बनाइसकेको थियो दिजूले। अनि नानीको फोटोजहरू पनि एकदमै राम्रो आएको छ, मैले यहाँ राखिदिएको छु। इफ हजुरलाई पनि यस्तै राम्रो मिठो केक चाहिन्छ भने हजुरले अर्डर गर्न सक्नुहुन्छ, मलाई DM पनि गर्न सक्नुहुन्छ। अनि मैले यहाँ दिदीको ID पनि मेन्सन गरिदिन्छु। बर्थडे एडिसन मिनी भ्लग अझै आउने नै छ। अनि अहिलेलाई चाहिँ सबैजनाले नानीलाई विस गरिदिनु भएको थियो, धेरै धेरै थ्याङ्क यू भन्दै भिडियो एन्ड गर्न चाहे। थ्याङ्क यू फर वाचिङ।